अरूको कुराले इरिटेटेड नहुनु। कोही कोही मान्छे कस्तो हुन्छ नि, अरूले कस्तो खालको मान्छे होला यिनीहरू भन्छ। अरे अगतिलो त ऊ थियो, म किन इरिटेटेड भइरहेको छु? कसैले गल्ती गरे, मान्छेहरू थियो, त्यो मान्छे खत्तम छ। अरे बाबा खत्तम त ऊ थियो, म किन इरिटेटेड भइरहेको छु भनेको? अरूले मान्दैन, टेर्दैन, अरू कुरै सुन्दैन अरू, अनि म किन अबुझ? जसको कारणले गर्दा म दुखी भइरहेको छु कि। त्यस हुनाले हमेसा आफूलाई ठिक राख्नुहोस्, आफूलाई हमेसा गुड भाइब्स। हाम्रो दादी जानकीजी भन्नुहुन्थ्यो, हमेसा फिलिङ ग्रेट, हमेसा ग्रेट फिलिङ गर्नुहोस्। र साँच्चीकै जीवनमा यहाँहरू खुसी हुन चाहनुहुन्छ भने लक्ष्यलाई महान राख्नुहोस्। त्यसैले ब्रह्मा कुमारीजमा भन्छ कि नर यस्तो कर्म गर जो नारायण जस्तो होस्, नारी यस्तो कर्म गर जो लक्ष्मी समान होस्। हमेसा भिजन हाई राख्नुहोस्, एउटा निश्चित लक्ष्य तयार गर्नुहोस्। जीवनको एउटा अलग मोटो हुनुपर्छ, एउटा उद्देश्य अलग हुनुपर्छ। हाम्रो के छ भने अब खाइलाई टुप्पीहरूलाई भने जस्तो जिन्दगी यस्तै छ, जिइरहेछ, पुगिरहेछ, भइरहेछ, यस्तैमा चलिरहेछ। अनि हामी के छौँ, सानो सानो कुरामा हामी डिस्टर्ब भइरहेछौँ। किन? किनकि हामीलाई जिन्दगीलाई खुसी राख्नु छ। तपाईँका सामान्यका व्यक्ति तपाईँको दुश्मन होइन, तपाईँभित्रको नेगेटिभिटी नै तपाईँको दुश्मन हो। तपाईँको अफिसमा तपाईँसँगै काम गर्ने तपाईँको कलिग्स तपाईँको दुश्मन होइन। यो मान्छे त मलाई मनै पर्दैन कि, यसले जहिले पनि यस्तो गर्छ। हामी उसलाई कुन भाइब्स दिइरहेछौँ? उसले कुनै बेला कुनै शब्द मलाई या कुनै व्यवहार नराम्रो गरेको थियो होला, तर म बार बार उसको लागि नेगेटिभ सोचेर म एभ्री टाइम उसलाई म नेगेटिभ भाइब्स सेन्ड गरिरहेको छु। गल्ती कसले बढी गर्यो? उसले त कुनै बेला कुनै शब्द नराम्रो भनेको थियो, तर बार बार उसको लागि नराम्रो सोच्ने चाहिँ को? हामीलाई लाग्छ कि मान्छे त्यो खराब, तर होइन। त्योभन्दा बढी टक्सिन्स आफ्नो बडीमा फैलाइरहेछ, आफ्नो शरीरलाई विषाक्त बनाइरहेछ। तपाईँको हाम्रो ब्रेनको न्युरोन्सहरू ड्यामेज भइरहेको हुन्छ, ब्रेन सेल्सहरू ड्यामेज भइरहेको हुन्छ जब हामी आक्रोशमा आउँछौँ, आवेगमा आउँछौँ, जब हामी नेगेटिभ तरङ्ग मात्रै फैलाइरहेको हुन्छ। सुनाले हमेसा सामनेवाला व्यक्ति कस्तो छ त नहेर्नुहोस्, बस आफ्नो मनको स्थितिलाई ठिक राख्नुहोस्। अब हाम्रो बानी कस्तो छ भने, अहिले अचानक यहाँ पानी पऱ्यो भने, बिहान पानी पर्ला जस्तो थिएन, अहिले पानी पऱ्यो, बेलनको बेला पानी पर्छ, छाता पनि लिएर आएन, रेनकोट पनि ल्याएन भनेर पानीलाई गाली गरेर बसिरहेको हुन्छ। छोड्नुहोस् त्यहाँ, रमाउनुहोस्। बच्चा के गर्छ? त्यही पानी पर्दा बच्चा कस्तो रमाउँछ, यस्तो पानीमा गएर थाप्नु पारे, यस्तो टिप्प गऱ्यो भने त्यो हातको थोपा के टिप्प पारे, यस्तो रमान्छ कि हामी चाहिँ पानीलाई गाली गरेर बसिरहेको छौँ। सानो पुतलीलाई देख्दा पनि बच्चा कस्तो छुन खोज्छ, उसको नजिक जान खोज्छ, उसको स्पर्श लिन खोज्छ, ऊ त्यहाँ रमाउँछ। हामीले त्यस्ता पुतली देख्दा पनि हामीलाई याद छ त, कति वर्ष भयो पुतली नदेखेको? छ, अहिले पनि बाहिर छ, तर हामी देख्दैनौँ। किन? वास्तै छैन। कागलाई बेल पाके हर्सन विषाद जस्तो जिन्दगी जिइरहेको छ।